चाहिँ फाइनल्ली मेरो जिनाको चाहिँ नाम आएको छ। होइन के भन्नु ड्रेसहरू पनि आउँछ हेलो गाइज, आज चाहिँ हामी कहाँ गएर आएको भन्दाखेरि तपाईँलाई अस्तिदेखि हामीले भनेको थिएन कि अब मेरो चाहिँ त्यहाँ स्कुल जोइन गरेको नि त मैले चाहिँ। अन्त चाहिँ त्यसको लागि चाहिँ हामी चाहिँ आज स्कुल गएको थियो, एडमिसन सेडमिसन सबै गरेर ड्रेसहरू पनि सबै नाप्यो। अन्त चाहिँ अब चाहिँ हामी जाँदैछ। नभए चाहिँ हामीलाई नाम पनि आयो मेरो त्यहाँनिर बोर्डमा। नभए चाहिँ नाम अब एडमिसन पनि त्यहाँनिर चाहिँ अब सबै कम्पलसरी पाउँदैन थियो सबलाई नि। अन्त चाहिँ त्यहाँनिर नाम आउनु पर्दो रहेछ। अन्त मेरो नाम आएको रहेछ। अन्त मलाई खुसी लाग्यो। त्यहाँदेखि अन्त आज चाहिँ हामी एडमिसन पनि गरेको छ। अनि टिसी चाहिँ अब भोलि बुझाउनु पर्छ। टिसी र क्यारी भोलि बुझाउनु पर्छ। अन्त त्यहाँदेखि चाहिँ हुन्छ। फिक्सै भयो भनौँ न। त्यहाँनिर मेरिटमा नाम पनि आउनु भयो फर्स्ट मेरिट लिस्टमा। अन्त चाहिँ हामीले चाहिँ एडमिसन पनि गराएको छ। त्यहाँ चाहिँ हाम्रो चाहिँ अब टिसी र सिसी छ। त्यो चाहिँ अब आज चाहिँ भोलि बुझाउनु भन्नुभएको थियो नि त। अन्त त्यही भएर चाहिँ घरबाट आज खाइदिनु भएको थियो। अन्त त्यही चाहिँ जाँदैछ। आज चाहिँ हामी जाँदैछ भन्दा पनि घरबाट बाँधिनु हुन्छ। त्यही रिसिभ गरेर चाहिँ अब हामी अहिले चाहिँ हामी यहाँनिर स्ट्यान्डबाट फर्किँदैछ घरबाट चाहिँ। आज चाहिँ फाइनली कान्छीको टिसी र सिसी चाहिँ आइपुग्यो। कान्छीको चाहिँ हामीले यहाँनिर एडमिसन चाहिँ हिजै गरिराखेको थियो हो। अन्त सिसी र टिसी चाहिँ आफ्नो नि त त्यो चाहिँ। अन्त चाहिँ आज लिएर चाहिँ अब चाहिँ बुझाएर चाहिँ फाइनली कान्छीको चाहिँ डन हुन्छ यहाँनिर। अन्त अब चाहिँ कान्छी यहीँ पढ्छ सिलगढीमा मसँगै बसेर। अन्त यो कुरा चाहिँ हामीले भनेको थिएन किनभने अस्तिसम्म चाहिँ फिक्स्डै भएको थिएन नि त। त्यही भएर चाहिँ केही भनेको थिएन। अब चाहिँ सबै फिक्स्ड भयो। त्यही भएर चाहिँ भनेको हामीले यहाँनिर कान्छी हेरेको छ आफ्नो सर्टिफिकेट त्यहाँनिर। ढुक्कै भयो होला नि त कान्छीलाई चाहिँ। अन्त ढुक्कै भयो कान्छी स्कोन पनि जानुपर्छ। अब कहिले हुन्छ। आज त हाम्रो क्लास छ नि त, नभए त अलिक जाँदा हुन्थ्यो नि। कस्तो राम्रै छ त अन्त। अब तिमी अब त्यति बेला झन् सानो थियो नि त। त्यही भएर त्यस्तो देखेको नि राम्रो देखिरहेको चाहिँ। सरले चाहिँ जानु भन्नुभएको थियो नि त नि। एडमिसन गरेर चाहिँ त्यहाँनिर लापत्ता चाहिँ हुँदैन नि भन्नुभएको थियो। अन्त सरलाई चाहिँ हामीले भनेको थियो होइन सर हामी भोलि ल्याइहाल्छ सिसीहरू चाहिँ भनेर चाहिँ भनेको थियो। अन्त आज चाहिँ हामी जाँदैछ। अब चाहिँ खुसी भयो नि। भनेको थिएन नि त हामीले चाहिँ नि कान्छी, किनभने अब फिक्सै भएको थिएन नि त के पनि। किन भनिरहनु अगाडि नै पत्र होइन त्यही भनेर चाहिँ हामीले भनेको थिएन। अन्त आज चाहिँ अन्त आज चाहिँ एकदम कन्फर्म भयो नि त। अन्त चाहिँ भएर चाहिँ यो आउनु भएछ त सर। यो चाहिँ हो स्कुल कान्छीको। ठाउँले कहाँ कहाँ हाँस्दै होला नि अन्त। स्कुल राम्रो छ स्कुल। यहाँ चाहिँ छ मेरिट लिस्ट। खोइ आजको त लगाइदिनु भएको छ नि त। हेर त यी 38 जना मात्रै छ कान्छी। के फर्म फिलअप गर्ने कतिजना हुनुहुन्थ्यो होइन नि? फर्म फिलअप गर्ने कति छ नि त? पुरा थियो। 200 थियो। यति मात्रै छ त अन्त। स्कुलकोहरूलाई त झन् अझै फर्म फिलअपै गर्नु भन्दैन होइन स्कुलको छोडेर। त्यति नि कान्छी। 44 40। हेलो गाइज, आज चाहिँ हामी उयो स्कुलबाट गएर नि आइसक्यो नि त यहाँ रुममा। अन्त चाहिँ आज चाहिँ हामी टिसी र सिसी चाहिँ बुझाउनु भएको थियो। अन्त घरबाट पठाइदिनु भयो त्यो पनि। अन्त हामीले बुझाइकन आयो। अन्त चाहिँ मेरो स्कुल चाहिँ यता कन्फर्म भयो नि त। अस्तिसम्म चाहिँ भएको थिएन। घरि टिसी दिनुभएको थियो स्कुलबाट। घरि के मिस्टेक हुँदा स्कुल मात्रै 7 खेप गयो हामी साँच्चै एडमिसनको लागि मात्रै। अब त सरहरूले चिन्नु पनि थाल्नु भयो नि। सरले त्यस भन्नुहुन्थ्यो त्यहाँनिर एकजना सर हुनुहुन्थ्यो कि अब नाम चाहिँ थाहा छैन, चिनेको थिएन नि त। अन्त तिमीहरूले दुःख पायो है भन्नुहुन्थ्यो। अन्त त्यहाँदेखि
अर्को चाहिँ के भयो भन्दाखेरि चाहिँ फर्स्टमा स्कुल जाँदाखेरि चाहिँ एकदम स्कुलमा स्कुलवाला भाइब्स हुन्छ नि त्यो आउँदै आएन। त्यहाँदेखि गएर राम्रो लाग्छ, आफ्नै जस्तो लाग्छ क्या त्यो स्कुल पनि। अब सबै चिनेर कम्फर्टेबल पनि त भयो नि। साथी त छैन, एकैजना मात्रै छ, त्यो पनि चिनेको छ हो। अन्त अब म त्यही भन्छु, मलाई चाहिँ अब ढुक्कै भयो अब चाहिँ, किनभने सबै भयो नि त अब रेजिस्टर पनि भयो नि होइन, नमस्ते मात्रै भएको थिएन, एडमिसन मात्रै गरिरहेको थियो। अन्त टिसी नगइकन चाहिँ हुँदैन रहेछ नि त त्यतिखेर चाहिँ, अब सबै स्कुलमा एउटै हो। अन्त अहिले चाहिँ भयो। अन्त कति खुसी छौ? खुसी त मलाई त खुसी छु, म खुसी पनि छु, दुःखी पनि छु। दुःखी चाहिँ किन? मेरो साथीहरू छ नि त उता स्कुलमा, साथीहरूलाई पुरा मिस गर्छु। अन्त के भन्नु, अब नयाँ स्कुल जानको लागि तिमीलाई कस्तो भइरहेछ? एक्साइटेड छौ, नर्भस छौ, के छौ? नर्भस त किन हुनु, सबैजना अन्त यहाँ नेपाली त रहेछ, सबै त्यहाँ देख्यो होइन, प्राय सबै नेपाली रहेछ, किन नर्भस हुनु? एक दिन जानु मात्रै साह्रो, त्यसपछि त साथीहरू बनिहाल्छ। अस्ति चिनिहालेको छ जाँदाखेरि। एकजना त बनाउनु पऱ्यो नि त, अन्त एकजना दुईजना त अन्त होइन ला एकजना त बनाउनु पर्छ नि साथी। अब अहिले भन्छ भरे गएपछि जानु हुँदैन होला। हेर्नु न, मैले त्यो वेट गरेको छु कि एकजनासँग म साथी बनाउँदिनँ भनेर। हो, एकजना त बनाउनु पर्छ नि साथी, के भएको भइहाल्छ गएपछि। साथी जब जन्मिँदाखेरि त काम लाग्दैन, जन्मिएर साथी जन्मिँदाखेरि साथी थाहा छ पल्टेको कुरा, जब साथी जन्मिन्छ नि त्यो साथी फालिदिन्छ अब त, अर्कै साथी त्यसो भने त साथी काम लाग्दैन भन्नु। हो, तर त्यो चाहिँ पक्का हो है। मतलब एउटा अब साथी भन्दा पनि अब चाहियो नि त, मतलब साथी त अब सबै साथी नै हो। साथी भनेर तर आफूले मुरी हत्या चाहिँ गर्नु हुँदैन, किनभने गर्नुपर्छ कि, तर अब हेर्नुपर्छ उसलाई पनि कस्तो छ होइन, उसले मेरोलाई कति गर्छ त्यो पनि भनेपछि होइन। तिमी चाहिँ खुसी छौ? मलाई स्कुल जानु मन पनि लागिरहेको छ अब होइन। ह्याप्पी डान्स गर्दैौ न अन्त? म गर्दिनँ डान्स, खालि डान्स त गर्नुपर्छ। मम्मीले पनि डान्स गरिदियो नानी भन्नुहुँदै थियो नि, डान्स सबै डान्स के देखिन्छ मेरो डान्समा, सबै डान्स मात्रै भन्छ खालि। बाई बाई, आजको लागि चाहिँ यति नै हो। अन्त हाम्रो चाहिँ छिट्टै 1K पुग्न आँटेको छ, अन्त तपाईँहरूले सब्सक्राइब गरिदिनुहोस्, लाइक गरिदिनुहोस्, सेयर नगरिदिनु केही छैन होइन, लाइक कमेन्ट चाहिँ गरिदिनुहोस्। अन्त हामी यसरी अब त कान्छी पनि सिलगढी बस्ने कन्फर्म भयो, हामी यसरी दामी भिडियो लिएर आउँछ होइन कान्छी। अन्त चाहिँ बाई बाई।